Jesus. हामी यसलाई प्रेम गर्छौँ किनभने उहाँले हामीलाई फ्री विल दिनुभएको छ। हालेलुया। उहाँले हामीलाई फ्री विल दिनुभएको छ। We worship Jesus. किनभने उहाँले हामीलाई फ्री विल दिनुभएको छ। उहाँले मलाई उद्धारको वस्त्र पहिराइदिनु भएको छ। उहाँले मलाई धार्मिकताको वस्त्र पहिराइदिनु। अब मेरा आफ्ना फोहोर झुत्रा धार्मिकताका कामहरू काम छैन। यसैया 64 को 6 भन्छ हाम्रा सबै धर्म कर्महरू चाहिँ फोहोर झुत्राले ढाक्नु भएको छ। आमेन। तपाईलाई उद्धारको वस्त्र पहिराइदिने केवल येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। तपाईका पापका वस्त्रहरू फुकालेर उद्धारको वस्त्र, शान्तिको वस्त्र, जीवनको वस्त्र पहिराइदिने चाहिँ येशू मात्रै हुनुहुन्छ। अरु कसैले सक्दैन। हालेलुया। अरु कसैले सक्दैन। तपाई ट्राई गर्नुहोस् संसारमा। ट्राई गर्नुहोस्। मानिसहरुको क्यारेक्टर बाइबलले के भन्छ भने यूहन्ना 1:12 मा जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्वास गरे तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनु। हालेलुया। केक साह्रै मिठो भएछ है। हो भाउजूले बनाएको अहिले राम्रो छ। अहिले केक राम्रो बिक्री पनि भइरहेछ हाम्रो। थ्याङ्क यू। मन पराइदिनु भयो, एकदम धन्यवाद केकको लागि हो, मन पराइदिनु भयो। म केकलाई पनि हजुरलाई पनि मन पराएँ। बाइ द वे धन्यवाद दाइलाई पनि। तपाईलाई नमस्ते, मेरो नाम चालिस भयो, म नेविराको बस्छु।
नमस्ते मेरो नाम सोना गुप्ता म हाल विराटनगरमा बस्छु सबैजनालाई नमस्ते मेरो घर चाहिँ दुई म नमस्ते सबैजनालाई मेरो नाम माही खान म विराटनगरमा सबैजनालाई नमस्ते मेरो शुभ नाम चाहिँ माया हजुरहरूले सोच्नुभयो धेरै चाहिँ मायाको नाम चाहिँ किन माया राखेको होला भने म आफूलाई एउटा महिलाप्रतिको अनुभव गर्छु जसको कारण मैले माया नाम राखेको छु र आज म यो म्यारिज सेलिब्रेसन क्रिसमस सेलिब्रेसन गर्न आफै धेरै खुसी छु। मेरो नाम रिया चौधरी म विराटनगरै बस्छु नमस्ते म सन्जु श्रेष्ठ म विराटनगरबाटै हो सबैजना नमस्ते मेरो नाम किशोर मण्डल म मेरो श्रीमती आज यो चर्चमा बोलाउनु भएकोमा पनि हामी पहिलादेखि बोलाउनु भएको थियो क्षमाप्रार्थी गर्दै आज आउन पायौँ त्यसको लागि निमन्त्रणा गरिदिनु भयो धेरै धेरै धन्यवाद भन्दै मेरो नाम मुस्कान श्रेष्ठ म परिवर्तनशील समाजको कार्यक्रम संयोजकको रूपमा कार्यरत छु र म चाहिँ युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य र मानवाधिकारको क्षेत्रमा कार्यरत छु। थ्याङ्क सबैलाई नमस्ते मेरो नाम पूजा यादव म सप्तरीबाट यहीँ बस्छु विराटनगर सबैलाई नमस्ते मेरो नाम रबिना माझी फिलहाल म विराटनगर 1 मा बस्छु नमस्ते मेरो नाम नाना माझी यहाँ विराटनगर